ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले निकै महत्त्वपूर्ण जिल्ला हो। यहाँको प्राकृतिक सौन्दर्य, पुराना गुम्बाहरू, पवित्र तीर्थस्थलहरू र ऐतिहासिक घटनाहरूले यो जिल्ला नेपालको एक समृद्ध इतिहास बोकेको प्रमाण दिन्छ। स्वर्गको छलको मेटाउने सुन्दर सिन्धुपाल्चोकमा हजुरलाई स्वागत छ। आज हामी सिन्धुपाल्चोक जिल्लामा अवस्थित सांस्कृतिक र प्राकृतिक रूपमा सुन्दर साथै पर्यटकीय रूपमा सम्भावना बोकेका केही प्रमुख स्थानहरूको बारेमा छोटो चर्चा गर्नेछौँ। पाँच पोखरी हिमालको काखमा 4100 मिटरको उचाइमा अवस्थित पाँचवटा पोखरीहरूको सङ्गम सुन्दर पाँच पोखरी धार्मिक आस्था र साहसिक यात्राको सङ्गमको रूपमा रहेको छ। जनै पूर्णिमाका दिन विशेष मेला लाग्ने यस स्थानमा धार्मिक आस्थाका साथै काठमाडौँबाट नजिक रहेकाले ट्रेकिङ जान रुचाउनेहरूको टप लिस्टमा रहने गरेको छ। होटेकोसी बन्जी जम्प होटेकोसी नेपालकै पहिलो बन्जी जम्पको इतिहास बोकेको क्षेत्र हो, जहाँ चीनको स्वशासित क्षेत्र तिब्बतबाट उर्लिएर आएको होटेकोसी नदीको विशाल रूपको साहसिक दृश्य अवलोकन गर्दै 160 मिटरको उचाइबाट बन्जी जम्पिङको मजा लिन सक्नुहुन्छ। साथै उर्लिएको विशाल होटेकोसीमा राफ्टिङ गर्नुको मजा त छुट्याउने कुरा नै भएन। आमा याङ्ग्री समुद्री सतहबाट 3771 मिटर उचाइमा अवस्थित आमा याङ्ग्री काठमाडौँबाट नजिक रहेको ट्रेकिङको लागि अपार सम्भावना बोकेको गन्तव्य हो, जहाँबाट जुगल हिमाल र लाङटाङ हिमशृङ्खलाको सुन्दर र मनोभव दृश्यले तपाईँको आँखालाई सुन्दरताको असली पहिचान दिनेछ। सुन्दर चिया बगान भन्ने बित्तिकै इलामको कन्याम सम्झिने धेरैलाई थाहा नहुन सक्छ। कन्यामको झल्को मेटाउने काठमाडौँबाट एकदमै नजिक सिन्धुपाल्चोक मेलम्ची नगरपालिकामा सुन्दर शान्त र हरियालीले भरिपूर्ण एभरेस्ट चिया बगान रहेको छ, जहाँको सुन्दरताले तपाईँलाई कन्यामको झल्को मेटाउनेछ। पाल्चोक भगवती सिन्धुपाल्चोक जिल्लामा अवस्थित पाल्चोक भगवती अत्यन्तै प्रसिद्ध र ऐतिहासिक धार्मिक स्थल हो, जहाँ स्थानीय मात्र नभएर बागमती प्रदेश र देशभरबाट श्रद्धालुहरू आउने प्रसिद्ध धार्मिक स्थलका रूपमा परिचित छ। पाल्चोक भगवती मन्दिर शक्तिपीठ हो। यहाँ भगवतीलाई शक्तिशाली रूप दुर्गा, कालिका, चण्डिका जस्ता स्वरूपमा पूजा गरिन्छ। दसैँको अवसरमा यहाँ विशेष मेला लाग्छ। टाढा टाढाबाट भक्तजनहरू पूजाआजा, बलि चढाउन र दर्शन गर्न आउने गर्छन्। विशेष मान्यता अनुसार यहाँ साँचो मनले वर माग्दा भगवतीले अवश्य पुरा गरिदिने विश्वास छ। यस मन्दिरलाई मेलम्ची र हेरम्बु क्षेत्रको धार्मिक र सांस्कृतिक पहिचान पनि मानिन्छ। सिन्धुपाल्चोक, जहाँ प्रकृति, संस्कृति र साहसिकता एउटै ठाउँमा भेटिन्छ, त्यसैले आजै घुम्ने